मबाट चाहिँ ठुलो गल्ती भएछ है, मैले त कमेन्टमा लेखिहालेँ। अब त्यो बोली फिर्ता लिनु पर्यो, गल्ती भएपछि त माफी माग्नु पर्यो, त्यही भएर मैले यो भिडियो बनाएको। खासमा भन्नुपर्दा चाहिँ साँच्चै नै त्यति गल्ती भएपछि त अब त्यति भनिहाल्छ नि केटाले होइन। अब अझै धेरै काट्छ मार्छ सबै कुरा गर्न पाउँछ नि, त्यति गरिसकेपछि त मार्न पाइहाल्छ नि। त्यही भएर अब म पनि तपाईँहरूलाई सघाउँछु त्यो बहिनीलाई छिटोभन्दा छिटो नेपाल ल्याएर त्यो भाइलाई यत्रो लामो खुकुरी धारिलो खुकुरी ल्याएर चाहिँ अनि त्यस पछाडि त्यो भाइलाई ल भाइ तिम्रो न्याय भयो भनेर चाहिँ त्यो भाइलाई जिम्मा लाउँदाखेरि चाहिँ ठिक हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। अहिले चाहिँ म त्यो भाइको साथमा छु। अनि त्यस पछाडि त्यो भाइले केही प्रमाण दिनु पर्दैन, केही प्रमाण दिनु पर्दैन, उसको आँखाले बोलिसकेको छ, प्रमाण दिनु पर्दैन। उसको एकदमै उसले भनिसक्यो नि त, भनेपछि त पत्याउँछौँ नि हामी, किन प्रमाण चाहियो र? प्रमाण चाहिँदैन नि त हामीलाई, उसले भन्यो हो त्यसपछि त्यो लागेकै हो, उसले भन्यो त लागेकै हो। अनि जति पनि नेपाली दिदीबहिनीहरू दिनमा 4वटा 5वटा हत्या भइरहेछ नि, सबै अपराधी हुन् क्या, त्यो केटीहरू सबै अपराधी हुन्, तिनीहरू मर्नै पर्थ्यो। किनभने त्यत्तिकै त बुढाहरूले मार्दैनन् नि त, त्यत्तिकै त त्यो केटाहरू त्यो लेभलसम्मको फ्रस्ट्रेट त भएनन् नि त, त्यत्तिकै मार्छन् त केटीहरू, मार्दैनन्। उनीहरूले केही न केही गरे होला र त मार्यो होला। म कस्तो गलत रहेछु क्या, म अति नै फेमिनिस्ट छु। आइएम सो सरी दाजुभाइहरू, जय पुरुष है, आजदेखि जय पुरुष।